सन्चै हुन्छ मेरो न्यु बेलामा आज हामी घुम्न जान लाग्यो अलि हल्का रमाइलो गर्न कतिजना 3 जना छौँ पिकनिक गर्न जाऊँ कहाँ बस्ने त्यही आपको रुखमा बस्ने लिएर आऊ न टबे कि साइकल लिन पनि सक्दैन र भाइहरू त मस्त नआइरहेको छ न चालमा त छोड्दै के डिस्टर्ब गर्ने उहाँ छ नि त देखिन्न त अलि नजिक काट्दैछौँ बसौँ न यहीँ बस्दिने अलि राम्रो छ हेरेर बस्छौँ क्या एक ठाउँ बसेर नास्ताहरू गर्नेछौँ त्यो जाम उहाँ सर ठ्याक्कै त्यो अनि बसन्ती के बोलिदिनु त इन्जिनियर के बोल्नु हो र हाम्रो इन्जिनियर साथी यहाँ हुनुहुन्छ अनि हाम्रो बिरालडोस यहाँ छन् हैन बिरालडो हो न निक्ने कहाँ जाने भन्न बस्दिउँ एउटा शीतलमा यहीँ राखिदिन्छ यी चाहिँ यहीँ बस्दिउँ त यहाँ शीतल छ त्यो घाँस पनि छ हरियालीमा मस्त बसेर के रे केरीमा यहाँ बस्छौँ कि यहाँ लियो क्या ठ्याक्कै यहीँ बस्दिउँ हामी कति महिना खास पनि नभेटिने भनेको यिनी मात्रै मेसेजको रिप्लाई पनि नदिने अलिकति किनकि क्षमा भएपछि यस्तै हो किनकि हामी जस्तो सिङ्गललाई बाले हुँदैन मस्त घुम मेसेजको रिप्लाई पनि नदिने त्यही भएर आज एकछिन घुमाउनु लिउँ भनेर यिनलाई हो र यो त हिँडिरहन्छौँ हाम्रो नास्ता पनि यहीँ छ खोला त विराट भिडियो बनाइदिनु ल ल बाउ तिमी यो सबै पैसा विराजको है अझै पुगेको छैन 250 रुपियाँ 250 नि अझै हाल्ने छ है त्यहाँ पसलमा उडाएर पनि छ सम्झेर जुन पसल छ यिनले छोपे हुन्छ है 200 रुपियाँ छोड बस्नु सबै खोल्ने हो आउ न कस्तो भयो खाएर ओमा आइफोन हो खोइ हेरौँ न के खोल्ने खोला न विराज मेरो मोबाइलमा खास इन्जिनियरसित छ नास्ता भने यस्तै हो न टोप खाने मान्छे भने उहाँ हुन् देखाएको मलाई मात्रै के देखाएको आफूले आफ्नो थोपबाट के हो र यस्तै हुन्छ ए राखिदिए कति गयो बाबु कल लुटेको भन्न तेरो छिमेकी तेरो गाउँको पसलवालाले गाली गर्नु गाली गर्दै थोरै हो खान मजा लाग्छ दियो बाबु उता क्यामेरा पनि त्यही त भन यो त बिराजी ए मुजी पछाडि पैसा रहेछ नि कहाँ 100 रुपैयाँ कहाँ कसको मोबाइलमा थियो गरिब होइन करोडमा जम्मा बाबु आज 100 मा गरेर जेरो हुन्छ हामी पुरो ओइ ओइ दुईटा हुन्छ नि यत्रो ओ माथि सोध्ने बाबु इन्जिनियरको त काम हुन्न है खास नि बसन्ती लेजेन्ड छ क्या भिडियो बनाएर अनि म चाहिँ युट्युब गर्न लाग्यो चाहिँ यहाँ छ नि एउटा यहाँ 3 जना भएर खाऊ न खाना पनि किन नराको विराज खाइलो अब म आफा खाइरहेको यहाँ अरू पनि छ खोल्छ गाली गर्नु न त्यही भिडियोमा कस्तो छ यसपालि उल्ला अरू हुनु एक्सपायरी भएछ त्यहाँ के रे माथि यो होस् हालिदिनु होस् कि ब्याग पसलमा नखाला अब ठ्याक्कै हामी नास्ता खाएर भ्याएपछि देखाउने छु उतातिर हल्का घुमेको नास्ता खाएर भ्यायो हामी 3 जना अब यो सफा पनि गरिदिनु पर्छ उठाइदिएर बस्नु साथीले पनि उठाइदिन्छ जे पनि क्लिन गर्नुपर्छ फोटो गरेर जानुहुन्न अर्को हाम्रो
बिराल डोसले पनि उठाइदिन्छन् खास पनि म मात्रै एक म क्यामेराम्यान हो त्यही भएर उठाउनु परेन बोतल पनि उठाइदिनु पानी खानुहुन्छ क्या बिराजले जान्छ डस्टबिन कहाँ छ बिराज तिम्रो गाउँ हो तिमीलाई थाहा होला नि साइकलमा हाल ए डस्टबिन भनेको यही हो क्या साइकल हाम्रो जाऊँ न टोटालमा आऊ न टोटालमा जाऊँ न त्यहाँ भाइहरू नआइरहेछन् क्या ठ्याक्कै नास्ता सास्ता खाएर हामी निस्केको अलिकति त्यही रमाइलो गरेर भाइहरूलाई गरिदिनु चिसो होला न पिरो हो क्या मलाई यार अरू भने पिरो रहेछ मान्छे पिरो प्लस त्यो भुजाले कारणले पिरो भयो क्या धेरै बसी खाइयो क्या यसरी बसेर होइन म कहाँ बस्छु तपाईँ आफ्नो काममा बिजी कोही कहाँ म मात्रै हो म मात्र बेरोजगारी हो म हो क्या अरू कोही होइन कति बजी आएर आहा भाइहरूको नजारा क्या मस्तको छ कति वर्ष है मेरो त 2 वर्ष हो यार 2-3 वर्ष मस्तको यसरी घुमाउ जङ्गल रुख देखिन्छ एउटा ताल देखिन्छ बिराज नाउनी हो र नाउनी हो र भनेको तेरी छप होटल एचएमएल फाल्दै म्याच त्यो उसमा जस्तो के रे त्यहाँ केमा जस्तो रे एउटा फिल्म छ त के फिल्म रे त्यहाँ ए बलिउड मुभी क्या त्यो मुभी त्यहाँ कुन भन यसै यार सैयारा डु ल कमेडी ल गर्दिन एकचोटि सैयाराको एक्टिङ ल चार तिमी गर न मुझे तिमी अब मलाई कहाँ मलाई आउँदैन त तिम्रो पो आउँछ भने त्यो जाम न यतातिर मलाई आउनु न के हो नि भाइ त्यो भाइको भिडियो बनाएर हाल्दै त ओइ ओइ त्यो भाइको भिडियो बना ओ भाइ के हो नि हौ यता आउन यता यो साइडतिर भिडियो बनाइदिउ र क्या यहाँ भाइहरूले के भने चाहिँ सुनेकै छैन यी उहाँ छन् हाम्रो डनहरू भाइहरू मस्त यता बोलाएको आउने आउनु पैसा भन्छ कहाँ डायमन्ड त पाएनन् उतै सुन चाँदीहरू स्कुल भोलिदेखि होइन ए स्कुल हराएको छ र भोलिदेखि भन्ने यो कुन ताल हो नि विराज मान्छेले बनाएको ताल हो ए मान्छेले बनाएको गुरुङले त के अरे विराजले बनाएको अन्छु त के ल विराज बस तिम्रो लागि पर्सनल यहाँ छ कि स्विमिङ पुल कहाँ स्विमिङ पुल र के अर्को भन्छन् के भन्छन् विराज छोलेर बनाएको बोल पर्तापुरको नजारा के फुटबल खेल्छ विराज कि त पत्थरको दामलाई कि त टङ्गा दामलाई चढा ल यो के गाउँ हो त उता उसको भन्छ मैले के किन के भयो उस क्या गेलावार नजिकै हो यो त गिलाहरू मासुले जानुपर्छ छोरीले जानुपर्छ कथाहरू सुन है माथि मार्ने पुरै खानुपर्छ नाङ्गे भएको भिडियो बनाउनु आजको ब्लग भन्दा यति मेरो ब्लगमा जोइराख्ने यस्तै भिडियो पाइरहन्छ आजको लागि जय नेपाल।